नमस्कार। 2083 को धेरै धेरै शुभकामना। सबैले उन्नति प्रगति गर्दै जानुहोस् र जसरी अहिले यो बालन सरकारले उन्नति र प्रगतिको छलाङ मार्दैछ त्यसै गरी सम्पूर्ण जनताहरूले पनि आफ्नो उत्तरोत्तर भविष्यको छलाङ मार्न सकुन्। म यहाँ एउटा सानो कुरा भन्न चाहिरहेको छु। जुन हामी यो बोर्डर छेउका मान्छे हौँ, जुन तरिकाले अहिले यो बोर्डरमा अनुगमन भइरहेको छ, चेकिङ भइरहेको छ, कुकुर लगायतले चेकिङ गरिरहेको छ है। प्रति व्यक्ति 100 भन्दा बढीको सामान ल्याउनेलाई चाहिँ भन्सार तिरेर ल्याउनु पर्छ भने एकदम राम्रो खुसीको कुरा हो, एकदमै राम्रो हो। नेपाल सरकारले राजस्व सङ्कलन गरेर त्यो राजस्वको पैसाले चाहिँ यहीँ हाम्रै देश विकास हुन्छ, हाम्रै छोराछोरी सुखी हुन्छन् विश्वास छ है। तर त्यसरी तपाईहरूले नाका अनुगमन गरेर नाका टाइट गर्नुभन्दा 2-4 घण्टा अगाडिदेखि नै नेपालका बोर्डर छेउका बजारहरू अनुगमन गर्नुभएको भए हामी जस्ता साधारण व्यक्तिहरूलाई चाहिँ सहज हुन्थ्यो। कारण त्यो त मैले भनिराख्न पर्दैन र पनि मैले खुलाउन चाहेँ। जोगबनी छेउको हो म है। मलाई नि रहर लाग्दैन यहाँबाट सिटी चढेर यो घाममा पसिना बगाउँदै भिडभाडमा जोगबनी बजारभित्र पसेर त्यहाँबाट सामान किनेर बोकेर पारी ल्याएर फेरि पारीबाट सिटीमा चढाएर भाडा तिरेर यहाँ घरसम्म आउनलाई त्यो हाम्रो रहर होइन सरकार, बाध्यता हो। र यो बाध्यता कसले उब्जाको भन्दा यिनै सरोकारवालाहरूले हो। किन भन्नुस् न। 65 रुपियाँ किलो चिनी जोगबनीमा पाइन्छ, त्यो चिनी विराटनगर बजार छिर्ने बित्तिकै 90 रुपियाँ किलो हुने। ल त्यहाँबाट यहाँ प्रति किलोमा कति तिर्न पर्छ, प्रति किलोमा कति रुपियाँ कर तिर्न पर्छ, कति रुपियाँ भने प्रति किलोमा 25 रुपियाँको दरले हामीले तिर्न पर्ने। एउटा कुर्ता सुरुवाल जोगबनीमा 800 रुपियाँमा पाइन्छ भने विराटनगरमा हामीले 1500 रुपियाँ तिर्नुपर्छ भने त्यसको अनुगमन गर्नुस् न, त्यसको अनुगमन गर्नुस् पहिला। त्यसपछि यहाँ फेरि माइकिङ गर्दै विराटनगर बजार अनुगमन गरिँदैछ, फलानु बजार अनुगमन गरिँदैछ भनेर बाजा बजाउँदै अनुगमन गर्ने होइन। छड्केमा आउनुस्, अनुगमन गर्नुस्, झ्यापझ्याप्ती 2-4 जनालाई समात्नुस्, अनि बल्ल हामीले राहत पाउँछौँ। हामी मान्छौँ 65 रुपियाँ किलोको चिनीलाई 75 रुपियाँ तिर्न हामी एकदम खुसी छौँ। पर किलोमा 10 रुपियाँ पनि हामी तिर्छौँ, हामी खुसीले तिर्छौँ। तर पर किलोमा 25 रुपियाँ तिर्नु पर्दा हामीले 5 किलो चिनी ल्याउँदा 125 रुपियाँ तिर्न पर्छ र त्यो सँगसँगै हामी अरू सामानहरू पनि ल्याउँदाखेरि त्यतिकै फरक पर्छ भने 30 रुपियाँ जाँदा 30 रुपियाँ आउँदा 60 रुपियाँमा हामी सहजै त्यहाँबाट सामान ल्याउन सक्छौँ। अलिकति भारी बोकेर हिँड्न पर्छ, त्यो हामीले दुःख पाउँछौँ भनेदेखि त्यो कुरालाई सरकारले अनुगमन गर्नु पर्यो नि। पहिला हामी सर्वसाधारण चाहिँ जताबाट नि मिचिने त्यो हुँदैन। बजार अनुगमन गरियोस्, पहिला बजार अनुगमन गरियोस्, बजारमा के कसरी चलिरहेको छ रेट लगाइयोस्, प्रत्येक खाद्यान्नको रेट लगाइयोस्, सूची लगाइयोस् र सूची अनुसारको सामान बिक्री वितरण होस्। हामी एकदम खुसी छौँ। यो स्वागत योग्य कार्य हो, स्वागत योग्य हो। यसलाई हामी भित्रै मनैदेखि मनन गर्छौँ। राजस्व उठाउन पर्छ, कर तिर्न पर्छ हामीले पनि, यसमा हामी एकदम खुसी छौँ। तर सबै कुरा विचार गरेर हो, हामी जस्ता सर्वसाधारण मर्न भएन। त्यति हो सरकारको ध्यान जाओस्।